सबैलाई नमस्कार। आज पनि म उपस्थित भइसकेको छु। विशेष गरी टोमा रिजनमा आज पनि हिजो चाहिँ सिमसिम पानी परिरहेको छ। तथापि टोमा रिजन को अफिसियल फेसबुक पेजले जानकारी गराए अनुसार चाहिँ अब कुनै पनि खालको त्यस्तो रिस्क नरहेको जानकारी गराएको छ र भोलिबाट चाहिँ मौसम बिस्तारै खुल्दै आउनेछ। तथापि आजको दिन भने टोमा रिजनमा चाहिँ सिमसिम पानी परिरहने छ र फगी सिचुएसन नै रहेको छ। त्यसैगरी यहाँ चाहिँ विभिन्न स्थानहरूमा चाहिँ ट्राफिक सिग्नल्सहरूले चाहिँ काम गरिरहेको छैन र त्यसैले चाहिँ सबैजनालाई चाहिँ केयरफुल भएर चाहिँ ड्राइभ गर्नको लागि अनुरोध गर्दछु। र यसरी नै अहिलेको अवस्था चाहिँ रहिरहेको छ र तपाईहरुले देख्न सक्नुहुन्छ कि विभिन्न क्षेत्रहरूमा अझै पनि त्यो फ्लडले गर्दाखेरि चाहिँ धेरै असरहरू परिरहेको छ। तर एउटा गुड न्युज के छ भन्दाखेरि अहिले जुन ब्रिस्बेनसँग जोडिने टोमा रिजनबाट जोडिने वारीको हाइवे छ त्यो चाहिँ अहिले खुलेको छ र यसको जानकारी पनि प्राप्त भएको छ र यसले धेरै नै सहजता प्रदान गर्नेछ। हस्, धन्यवाद।